ऐसेलु मेरो बगैँचाको अनमोल रत्न हो, यो मेरो आफ्नै बगैँचामा फलेको ऐसेलु हो। काँडा बीच उम्रिएको प्रेमले पोसिएको फल हो यो। छुन सजिलो छैन, काँडाले घोच्छ, घाउ दिन सक्छ, तर स्वादले गर्दा ती घाउहरू पनि मनमै हराउँछ। पर्वतको काखमा फुल्ने यो बन्ने जडीबुटी स्वास्थ्यको खानी, प्रकृतिको अनुपम सजीव मूर्ति। एन्टिअक्सिडेन्टले भरिएको, रोगसँग लड्न सक्षम, छाला चम्किलो बनाउँछ तन मन संयम। फाइबरले पेट सफा गर्छ, पाचन सजिलो बनाउँछ, भिटामिन सी को खजाना ऊर्जा तुरुन्तै दिइहाल्छ। रगतलाई गर्छ शुद्ध, कोलेस्ट्रोल घटाउँछ, रक्तचापलाई सन्तुलनमा राख्दै स्वास्थ्य बचाउँछ। हो, यो मेरो आफ्नै बगैँचाको फल हो ऐसेलु। काँडा बीच फुल्ने साहसको नाम हो ऐसेलु। सजिलो होइन टिप्न, सजिलो छैन पाउन, तर जसले चाख्छ उसले फेरि बिर्सन सक्दैन यो उपहार महान हो, यो मेरो आफ्नै बगैँचामा फलेको ऐसेलु हो।